पाल्पा जिल्ला तिनाउ गाउँपालिका वार्ड नम्बर 6 मा रहेको श्री मस्याम माध्यमिक विद्यालय यो मस्याम हटिया पाल्पामा पर्छ। यो 4 कोठे बिल्डिङ हो। यो दक्षिणपट्टिको बिल्डिङ हो। यो दक्षिणपट्टिकै बिल्डिङमा छात्रावास रहेको छ। यो श्री मस्याम माध्यमिक विद्यालयको छात्रावास भवन रहेको छ, जहाँ 22 जना छात्राहरू बस्नुहुन्छ भने 24 जना छात्राहरू बस्नुहुन्छ र यसको उद्घाटन लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय श्री रत्नबहादुर खत्रीज्यूबाट सम्बत 2081 साल जेठ 14 गते सोमबार उद्घाटन भएको थियो। यो चाहिँ छात्रावासको भान्साघर रहेको छ। यो चाहिँ किचन रहेको छ, यही खाना पकाइन्छ। अनि गएर यहाँ विद्यार्थीले खाने ठाउँ, यहाँ बसेर विद्यार्थीहरूले खाना खानुहुन्छ। यो चाहिँ विद्यार्थीले प्रयोग गर्ने फिल्टर रहेको छ भने तातो चिसो पानीको यहाँ विद्यार्थीहरूले सुविधा पाउँछन्। त्यसैगरी यहाँ हाम्रो फ्रिज रहेको छ, डिप फ्रिज रहेको छ। विद्यार्थीहरूको जुत्ता चप्पल राख्नको लागि यहाँ र्याकको सुविधा रहेको छ। यतानिर पनि र्याकहरूमा जुत्ताहरू चप्पल विद्यार्थीले राख्ने, यो पनि जुत्ता राख्ने ठाउँ रहेको छ विद्यार्थीहरूको। त्यसैगरी त्यहाँनिर हामीले देख्न सक्छौँ कुर्सी टेबल, त्यहाँ वार्डन स्टेसन रहेको छ र यहाँ पनि जुत्ता राख्ने ठाउँ। एकापट्टि विद्यार्थी छात्रा विद्यार्थीहरू यता सुत्ने कोठा हो भने त्यसैगरी यहाँनिर फेरि छात्राहरू सुत्नुहुन्छ। त्यसैगरी यहाँ विद्यार्थीहरूलाई यहाँ आचार संहिता लेखेर टाँसिएको यहाँ देख्न सकिन्छ। यहाँ छात्रा विद्यार्थीहरूको नाम र त्यसैगरी ठेगाना कक्षा लेखिएको लिस्ट छ। त्यसैगरी यहाँ चाहिँ छात्रा विद्यार्थीहरूको नाम, ठेगाना, त्यसैगरी कक्षा लेखेको लिस्ट छ। छात्रावास दैनिक समय तालिका यहाँ टाँसिएको छ भने यहाँ कति बेला के गर्ने भन्ने विद्यार्थीहरूले यहीँ हेरेर आफ्नो कार्य गर्नुहुन्छ। यहाँ दैनिक खानेकुराहरू, तरकारी नास्ताहरू, खानेकुरा लेखिएको लिस्ट टाँसिएको छ। त्यसैगरी यहाँ वार्डन कक्ष रहेको छ, कृष्ण अर्गाली सर हुनुहुन्छ। त्यसैगरी यता अर्को वार्डन कक्ष छ, यहाँ छात्राहरूको लागि मीना पाण्डे म्याम हुनुहुन्छ। यहाँ विद्यार्थीहरूले पर्सनल कुराहरू राख्ने गर्नुहुन्छ। यहाँनिर छात्राहरूको यहाँ सुत्ने ठाउँ हो। बेडहरू यहाँ यसरी राखिएको छ, यहीँ सुत्नुहुन्छ छात्र विद्यार्थीहरू। यहाँनिर छात्रा विद्यार्थीहरू सुत्नुहुन्छ। त्यसैगरी यहाँ छात्राहरूको पर्सनल कुराहरू राख्ने लक Inside, hard and flat. Down. Cover up. Inside, down. Cover up. Inside, down. Cover up. Inside, down. Cover up. Inside, flat. आज मिति 2082 साल माघको 19 गते बिहानी पख छात्रावासमा रहेका विद्यार्थी भाइ बहिनीहरूले नास्ता खाइरहेको छ। नास्तामा यहाँहरूले
पाउरोटीसँग चिया खाइरहेको छ। छात्रावासमा बस्ने विद्यार्थीहरूले आइसिटीको प्रयोग गरेर पढिरहेका छन्। अहिले साँझको 6 बजेको छ। अहिले यो मस्या माध्यमिक विद्यालयमा रहेका विद्यार्थीहरूले साँझको जुन गृह कार्य गरिरहेका छन्। यता विद्यार्थीहरू छात्र रहेका छन् भने अर्को कोठातिर छात्र विद्यार्थीहरूले साँझको होमवर्क गरिरहेका छन्। यी विद्यार्थीहरू होमवर्क गर्नमा व्यस्त रहेका छन्। अहिले करिब 7:30 बजेदेखि 8 बजेसम्म विद्यार्थीहरूलाई यसरी नाचगानमा सरिक गराइन्छ।